नमस्कार। आजको विशेष नयाँ कार्यक्रममा विशेष गरिकन रहनेछ 2082 साल असोज महिनाको 20 गतेका दिनमा कोजाग्रत पूर्णिमा पर्न गइराखेको छन् सज्जनबिन। र साथमा यस दिनमा के गर्ने त रात्रिकालमा के गर्ने त्यसको विषयमा मैले यहाँहरूलाई जस्ताको तस्तै बताउँदैछु। एकदमै ध्यान दिएर अन्तसम्म सुन्नुहोला। र साथमा विशेष गरिकन यस दिनमा कोजाग्रत पूर्णिमाको दिन रहेको छ। बडा दशैं को टीका पनि यहाँहरूले लगाइसक्नु भएको छ। र साथमा जसले यदि टाढा हुने व्यक्तित्वहरूले यो पूर्णिमाको दिनसम्म यो अन्तिम दिन पनि रहेको छ दशैंको सज्जनबिन, जसमा यो पूर्णिमाको दिनसम्म टीका थाप्ने चलन छ है। अहिलेदेखि होइन, यो पहिल्यैदेखि चल्दै आइराखेको कुरा रहेको छ। र जसमा विशेष गरिकन टाढा टाढा हुने व्यक्तित्वहरूले पनि यस दिनमा अन्तिम यो टीका थाप्न सक्नुहुन्छ आफूभन्दा मान्यजनहरूको हातबाट। र साथमा विशेष गरिकन यस दिनमा पूर्णिमाको शरद पूर्णिमाको दिन पनि रहेको छ। शरद पूर्णिमा पनि भनिन्छ सज्जनबिन। आश्विन पक्षको शुक्ल पक्षका दिनमा यो पूर्णिमा पर्न गइराखेका गर्ने गर्दछन्। र साथमा विशेष गरिकन 46 घडी 25 पला पूर्णिमा तिथि हामीलाई प्राप्ति भइराखेको छ। यसै गरिकन पछिल्लो दिन पनि 8 घडी झन्डै 58 पलाको पूर्णिमा तिथि हामीलाई प्राप्ति भएको छ। र साथमा यो पूर्णिमाको दिनमा बिहानै उठेर नुहाई गर्ने, पवित्र रहने है। र साथमा शुद्ध वस्त्र धारण गर्ने। सबैभन्दा पहिलो कुरा भनेको वस्त्र पनि शुद्ध हुन जरुरी छ। जति पनि व्रत श्रद्धालु भक्तजनहरू हुनुहुन्छ, उहाँहरू पूर्णिमाको व्रत बस्ने व्यक्तित्वहरू जति पनि हुनुहुन्छ, उहाँहरूले शुद्ध वस्त्र धारण गर्नु होला। र साथमा यस दिनमा यहाँहरूले अन्तिम टीका पनि धारण गर्न सक्नुहुन्छ, जसमा विशेष गरिकन यो वर्षको दशैंको भनौँ न, दशैंको टीका मान्यजनहरूको हातबाट अब टाढा टाढा हुनुहुन्छ भने यस दिनमा धारण गर्न पनि सकिन्छ सज्जनबिन। आशीर्वाद दिन सकिन्छ आफूभन्दा मान्यजनहरूको। र साथमा आफूले पनि अरूलाई टीका लगाइदिन सकिन्छ। एकदमै निकै महत्त्वपूर्ण दिन रहेको छ। र साथमा नुहाई धुवाई स्नान पवित्र गरिसकेपछि यहाँहरूले पवित्र वस्त्र धारण गरिसकेपछि नित्य गरिने जुन पूजा रहेको छ, यहाँहरूले जप ध्यान तुति बिन्ती भगवानको सेवा जसरी गर्दै आइराख्नु भएको छ, नितान्त प्रत्येक दिन जुन गर्दै आइराख्नु भएको छ गर्नुहोला। र रात्रिकालमा विशेष गरिकन माता लक्ष्मीको पूजा गर्नुपर्ने हुन्छ, जागराम बस्नुपर्ने हुन्छ, भजन कीर्तनदेखि लिएर इत्यादि अखण्ड दीपहरू जलाउनेदेखि लिएर माता लक्ष्मीको आराधना, खिरको भोगदेखि लिएर भगवतीलाई अर्पण गर्न सक्नुहुन्छ। श्री सूक्तका विविध मन्त्रहरूद्वारा यहाँहरूले माता लक्ष्मीलाई प्रसन्न तुल्याउनका लागि हवनादि कर्महरू पनि गर्न सक्नुहुन्छ। निकै महत्त्वपूर्ण पावन दिन रहेको छ सज्जनबिन। यस दिनमा विशेष गरिकन जुन जमराहरू राख्नुभएको थियो, जुन यो सबै चिजहरू जुन राखिएका थिए सज्जनबिन, जसमा फुलहरू सुकेका फुलहरूदेखि लिएर यहाँहरूले जुन प्रत्येक दिन चढाउँदाखेरि माता नवदुर्गा भवानीलाई नवै दिनमा दशैं दिनमा भनौँ चढाइएका यी फुलहरू जति थिए